हामीले चाहिँ अब यो झन्डा हाम्रो ठिक्क छ, धेर छैन, 10वटा झन्डा भनेको छ, मान्छे पनि 25जना भनेको छ। अब कोही बिचमा थपिँदै जानु हो भने हामी 25जना जति छौँ, धेर छैनौँ, सबै हाम्रो ठिक छ। हामी नारा जुलुस चाहिँ नगर्ने, जय घन्टी भन्न पाइयो बिचमा होइन, घन्टी बजाउन पाइयो, यो जिन्दाबाद मुर्दाबाद यस्तो खालको नारा चाहिँ हामी नलाउने, सभ्य भएर अगाडि नहुने गरी, अरूलाई गाह्रो नहुने गरी, बाटोमा हिँड्दाखेरि एक साइडबाट हिँडौँ, अरूको बाइक गाडीहरूलाई डिस्टर्ब नहुने गरी त्यसरी हामी हिँडौँ। अब अरू त सबै हाम्रो आचार संहिता जस्तै नै छ, मिलेको छ। ल राजसभा चाहिँ डिसिप्लिन भयो एकदम डिसिप्लिनमा। त्यो बाटो चाहिँ याद गरौँ है हामीले, बाइकहरू आइरहेको हुन्छ त्यो भइसक्यो अलिकति हुन्छ साइडतिर नगरौँ। मलाई स्वागत छ। अब हिजो एकदमै हामीले सबभन्दा गाह्रो नै हामीले सुरुवात गऱ्यौँ र त्यो सुरुवात गाह्रो भइसकेपछि अब सबै सजिलो हुन्छ। अनि एकदमै जुन माहौल आज भर्खरै हामी कालिका मन्दिरमा आइसकेपछि देवी र हाम्रो महादेवको जुन दर्शन र त्यहाँबाट आशीर्वाद दिइसकेपछि त्यो एकदमै धेरै ऊर्जा बढेको छ। यो ऊर्जा चाहिँ हामी अन्तिम फागुन 21सम्म हामी कायम गरौँ, त्यही भन्दै सबैलाई धन्यवाद दिन चाहन्छु। जय घन्टी। फेरि विजय भएर फेरि हर्षोल्लासका साथ हामी फेरि मनाउने छ। अरू पनि बनाउँदै